महानुभावहरूमा हार्दिक स्वागत सँगसँगै आज हामी छत्रदेव गाउँपालिका वडा नम्बर 4 नेटा स्थित चित्रकला पौडेलको नाति तथा तिलक पौडेलको छोरा भाइ कपिल पौडेल वर्ष 13 का यिनी जुन जन्मजात रूपमा शारीरिक रूपमा अपाङ्ग भएर अहिलेसम्म पनि राम्रोसँग हिँड्न नसक्ने अवस्था र त्यही अवस्थालाई हामीले मध्यनजर गर्दै श्री शारदा माध्यमिक विद्यालय एसएलसी ब्याच 2061 का साथीहरू मिलेर सानो सहयोग लिएर आएका छौँ। म त्यो सहयोगी साथीहरूको नाम यहाँहरूमा चाहिँ उल्लेख गर्न अनुमति चाहन्छु। 1 नम्बरमा छ म स्वयं मेघराज नेउपाने, 2 नम्बरमा जमुना पाण्डे, 3 नम्बरमा माया विक, 4 नम्बरमा अशोक श्रेष्ठ, 5 मा राजु भुचा मगर, वर्षा भुषाल पाण्डे, रविन्द्र श्रेष्ठ, गणेश भुषाल खनाल, खुमानन्द भुषाल, सृजना प्राजुली, कृष्ण भुषाल, सङ्गीता खनाल, नारायण पौडेल, चम्पा पौडेल, गीता भुषाल पाण्डे, सरिता पाण्डे, सुनिता पाण्डे, रिता भुषाल, नारायण पाण्डे, लक्ष्मी खनाल, ज्ञानु पाण्डे जीके, कल्पना प्राजुली, शर्मिला पाण्डे, प्रकाश श्रेष्ठ, भीमा भुषाल लगायत यो समूहमा अन्य कुनै थप छुट गर्नुभएका साथीहरू कोही हुनुहुन्छ भने पनि यो सहयोगी मनलाई निरन्तरता गरिदिनको लागि म यही भिडियो मार्फत यहाँहरूलाई अनुरोध गर्न चाहन्छु। र यो हाम्रो खास यो उद्देश्यले भनेको यो थोरै रकममा थोरै भए पनि खास हाम्रो उद्देश्य भनेको यही मनीलाई यो रकमलाई थप अन्य सहयोगी दाताहरूसँग यो सन्देशहरू गएर थप आर्थिक सङ्कलनहरू जुटेर हाम्रो यो कपिल पौडेल भाइको उपचारको लागि सहयोगको अपेक्षा चाहिँ हामीले यो सानो रकम रु 20,000 रुपियाँ हामीले परिवारका सदस्यहरूलाई हस्तान्तरण गर्दैछौँ। हस्त धन्यवाद छ। अरू कोही सहयोगी मनहरू यहाँहरू हुनुहुन्छ भने पनि यही भिडियो सन्देश मार्फत यहाँहरूलाई हाम्रो यो शारदा माध्यमिक विद्यालय 2061 को ब्याजको तर्फबाट सम्पूर्ण साथीहरूलाई यो जो रकम सङ्कलन गर्न सहयोग हुनुभयो, तत्परता जनाउनु भयो, उहाँहरूलाई म विशेष हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र सँगसँगै अन्य सहयोगी दाताहरूलाई पनि यही सन्देश मार्फत भाइ कपिल पौडेलको उपचारको लागि सँगसँगै हातेमालो गरिदिनु हुनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु। हस्त।